जिल्लाको गुठीचौरमा छौँ। आर्यलाई कस्तो लाग्यो आर्य? ल खेलौँ देउडा अब। बोलाउ न। हेलो, आज चाहिँ हामी यता गुठीचौरमा आएको थियौँ अनि यहाँ चाहिँ धेरै फुलहरू फुलेको रहेछ। अच्छा। यता चाहिँ एकदम रमणीय ठाउँ छ। रमणीय। रमणीय। अनि यता फुलै फुल छन्। गुठीचौर फुलै फुल फुलेको छन्। हामी चाहिँ बिहान जुम्लाबाट 11:30 बजेतिर आएको थियौँ। यहाँ कति लाग्छ जुम्लाबाट? जुम्लाबाट 1 घन्टामा। 1 घन्टा लाग्छ। अनि यता चाहिँ घरहरू पनि रहेछ उता उता। यता बस्दै छ। गाईहरू चढ्दो रहेछन्। अनि घोडा भेडाहरू यता आएर चर्ने रहेछन्। एकदम रमाइलो ठाउँ रहेछ। जस फुलहरू चाहिँ यता लास्टै फुलेको छ। यो मेरो चाहिँ सेकेन्ड टाइम हो। फर्स्ट टाइम चाहिँ पहिले हामी अफिसबाट पिकनिक खान आएको थियौँ। अहिले चाहिँ यो मेरो सेकेन्ड टाइम अनि हजुरको चाहिँ फर्स्ट टाइम है? यस। यहाँ चाहिँ गाई बस्तुहरू पनि चरिरहेको छन्। ससुराली देखेपछि साली मन पर्यो, ससुरा बाबुलाई साली मन पर्यो, ससुरा बाबुलाई साली मन पर्यो। अब कहीँ के अरे प्रतिस्पर्धा भइदियो हारिन्छ कि भन्ने हुन्छ। आउनु सबै जोडिने फुलले राम्रो देखिने हो नि। यो खुट्टा अगाडि आउनु सर आउनु। माथे माथे पन्थराईमा टीका घामको नमसरे गरी जाऊ मोटु तिम्रै नामको सुसाउँदै देउरालीले। कल खोला साइलेजी झरझर झरना, कल खोला साइलेजी झरझर झरना, रातो दिन साइलेजी तिम्रै सम्झना, रातो दिन साइलेजी तिम्रै सम्झना।